नमस्कार। फेसबुक र युट्युब चलाएर बसिरहनुभएका मेरा प्यारा सम्पूर्ण साथीहरूलाई आजको यस कार्यक्रममा म स्वागत गर्दछु। यो संघर्षको दुनियाँमा, यो कम्पिटिसनको दुनियाँमा सायद कुनै एउटा व्यक्ति छैन त्यो जुन आफूलाई एउटा सबल, विद्वान र सक्षम व्यक्ति बन्न नचाहने सायद कुनै एउटा व्यक्ति छैन। रात दिन मेहनत र परिश्रम गरेर आफू एउटा ठुलो व्यक्ति बन्न रुचाउने अहिलेको यस जमानामा हामी जुन आएका छौँ, सायद यस दुनियाँमा कुनै एउटा व्यक्ति छैन कि जुन सफल बन्न नचाहेको। आज हामी कुरा गरौँ आफ्नो जिन्दगी, आफ्नो जीवन यो संघर्ष गरेर कसरी हामी एउटा सफल व्यक्ति बन्न सक्छौँ त, यस विषयमा हामी आज कुरा गर्छौँ। जब तपाईँ सफल व्यक्ति बन्न चाहनुहुन्छ भने कुनै काम जब गरिराख्नु भएको छ भने, गर्न खोजिरहनु भएको छ भने वा गर्न चाहिराख्नु भएको छ भने तपाईले के सोच्नु पर्यो त? वास्तवमा जब गरिराख्नु भएको छ भने एकदम ध्यान दिएर त्यो काम गर्नुस्। अब तपाई सोच्नुहुन्छ कि जब म कुनै काम गर्छु भने अब तपाई गरेपछि नि सफल व्यक्ति बन्नुहुन्छ। तर वास्तवमा यो 5वटा वाक्य हो जुन तपाईले कुनै काम गर्नबाट तपाईलाई अवरोध गर्छ। जुन यो हो 5वटा बुन्दाहरू। पहिलो बुन्दा, मानिसहरू के भन्छन्, के सोच्छन्। जब तपाईँ कुनै काम यति मेहनत परिश्रम गरेर तपाईँ पढ्नुभयो तर कुनै काम गर्न खोजिराख्नु भएको छ भने तपाईँ के सोच्नुहुन्छ? गर्नलाई गर्ने, तर मानिसहरू के सोच्छन्, यो हाम्रो पहिलो बुन्दा। के भन्छन्, के सोच्छन्, यो बुन्दाले तपाईलाई र मलाई अगाडि बढ्नमा एकदम अप्ठ्यारो पुर्याउँछ। वास्तवमा कुनै काम गरिराख्नु भएछ भने यो दिमागबाट हटाइदिनुस्। जब म कुनै काम गर्छु मानिसहरू के सोच्छन्, के भन्छन्, यस दिमागबाट तपाईँ यो शब्दलाई निकालेर फालिदिनुस्। नत्र भने तपाईँ कुनै काम गर्न सक्नुहुन्न र अगाडि बढ्नलाई जिन्दगी तपाईँको बितिहाल्छ। यो पुस्ता होइन, कतिको पुस्ता बित्छ तर तपाईँ अगाडि बढ्न सक्नुहुन्न। यो हाम्रो पहिलो बुन्दा हो। दोस्रो बुन्दा, म गर्न सक्दिन। सायद अहिलेको दुनियाँमा कुनै एउटा काम छैन कि जुन मनुष्य गर्न सक्दैन, तर हामी कुनै काम गर्नुभन्दा पहिला नै हामी हार मान्छौँ। वास्तवमा दोस्रो बुन्दामा हो म गर्न सक्दिन। सायद यस्तो शब्द आयो भने, हाम्रो दिमागमा अलिकति पनि आयो भने सायद हामी अगाडि बढ्न सक्दैनौँ, वा गरेको छु भने त्यहीमा हामी रुक्छौँ। त्यसभन्दा अगाडि हामी बढ्न सक्दैनौँ र हाम्रो जिन्दगी त्यसैमा अल्पत्रमा पर्छ। तेस्रो बुन्दा रहेको छ, मेरो मुड अहिले ठिक छैन। तेस्रो बुन्दा रहेको छ, मेरो मुड अहिले ठिक छैन। कुनै काम तपाईँ गर्दै हुनुहुन्छ र त्यस बखत तपाईँ सोच्नुभयो अहिले मेरो मुड ठिक छैन भने त्यो काम त्यही ठाउँमा अल्मलिन्छ र तपाईँ त्यो कामबाट उपलब्धि होइन, तपाईँले त्यस कामबाट एकदम नकारात्मक असर पार्छ। तपाईँ त्यो काम त्यही छोड्नुहुन्छ, दिन पर दिन पछाड्नुहुन्छ र त्यो काम त्यस्तै लथरिङ भएर जान्छ। त्यसकारण यो तेस्रो बुन्दा हो। जुन तपाईँ काम गर्दै हुनुहुन्छ एकदम निर्धक भएर गर्नुहोस्। अहिले मुड ठिक छैन भनेर भन्दाखेरि त्यो काम त्यही रोक्छ। चौथो बुन्दा हो, मेरो किस्मत खराब छ। यो शब्द दिमागमा अझ आयो भने एकदम तपाईँ बेक हुनुहुन्छ। सायद किस्मत आफूले खोल्ने हो, अरूले तपाईँको खोल्ने हुन्न। त्यसकारण यहाँ सम्पूर्ण साथीहरूलाई यो चौथो बुन्दामा भन्न चाहन्छु, मेरो किस्मत खराब छ। यो कुरा काम गर्नुभन्दा पहिला र काम अगाडि बढाएपछि पनि अलिकति
अलिकति पनि तपाईँ सोच्नु भयो भने तपाईँ एकदम भयभरको कमाई भयभरको सङ्घर्ष तपाईँ त्यही व्यय गर्नुहुन्छ। तपाईँ अलिकति पनि अगाडि बढ्न सक्नुहुन्न। तपाईँ जब किस्मतको कुरा हेर्नुभयो भने तपाईँ कहिले पनि अगाडि बढ्न सक्नुहुन्न। यो मेरो साइलेन्स हो। धेरै विद्वानहरूले यो कुरालाई निष्कर्षमा ल्याएको छ। आफ्नो किस्मत आफै खोल्नु पर्ने हुन्छ। किस्मत खराब हुँदैन, किस्मतलाई आफूले खोल्नु पर्ने हुन्छ। 5वटा बुँदा रहेको छ। मसँग टाइम छैन। सायद अहिलेको दुनियाँमा टाइम मनुष्यसँग धेरै छ, तर त्यस काम गर्न जुन तपाईँ गर्दै हुनुहुन्छ त्यस कामको लागि तपाईँलाई टाइम निकाल्नु पर्ने हुन्छ। तब तपाईँसँग टाइम हुन्छ, नत्र टाइम यसरी तपाईँ खेर फाल्नुहुन्छ। त्यसकारण यो हाम्रो 5औं बुँदा हो। मसँग टाइम छैन भने यो कुरा दिमागमा कहिले पनि आउन दिनु हुँदैन। जब तपाईले यो बुन्दालाई यो वाक्यलाई दिमागमा ल्याउनु भयो भने तपाईले कहिले पनि यो जिन्दगीमा सफल व्यक्ति बन्न सक्नुहुन्न। सफल व्यक्ति बन्नको लागि यो सबै 5वटा वाक्यलाई दिमागमा होइन कहिले पनि ल्याउनु परेन। अलिकति आयो भने तपाईँ त्यही ब्याक हुनुहुन्छ र फेरि तपाईँको सुरुदेखि अहिलेसम्मको भएको सङ्घर्ष तपाईँबाट पछाडिन्छ। त्यसकारण यहाँ सम्पूर्ण साथीहरूलाई कुनै काम तपाईँ गर्दै हुनुहुन्छ भने यो 5वटा वाक्यलाई कहिले पनि दिमागमा आउन नदिनुहोस्। आयो भने तपाईँ कहिले पनि अगाडि बढ्न सक्नुहुन्न। यो मेरो तपाईँसँग अनुरोध छ। जुनसुकै काम गर्नुहोस्, राम्रो काम गर्नुहोस्, तर अगाडि बढ्नुहोस्। उपलब्धि आउँछ नै, नआउने कुरै छैन, आउँछ। त्यसकारण यहाँ सम्पूर्ण साथीहरूलाई छोटो मिठो जिन्दगी जीवनलाई अगाडि बढाउनको लागि वास्तवमा हामीले के गर्नुपर्छ, के सोच्नुपर्छ, के सोच्नु पर्दैन भन्ने कुरालाई आज हामी यस कार्यक्रममा समेटेका छौँ। सायद तपाईँलाई यो कार्यक्रमको आजको कस्तो लाग्यो, राम्रो लागेको छ भने यो लाइक गरिदिनुहोस् र कमेन्ट गरिदिनुहोस्। र यहाँ सम्पूर्ण साथीहरूसँग मेरो आग्रह छ, मेरो च्यानललाई सब्सक्राइब र फेसबुक पेजलाई फलो गरिदिनको लागि यहाँ सम्पूर्ण साथीहरूलाई म हार्दिक अनुरोध गर्दछु र यहाँ सम्पूर्ण साथीहरूबाट म बिदा लिन चाहन्छु। नमस्कार, प्रणाम।